अहिले हाम्रो देश चाहिँ अत्यन्तै जटिल मोडमा आइपुगेको छ। यो चाहिँ कस्तो भने अनुभवहीन, त्यसपछि कुनै आधार नभएका माथिबाट टपक्क टिपेर ल्याइएका पात्रहरूलाई चुनाव जसरी जिताइयो र अहिले सत्तामा जसरी राखियो, यसले देशलाई चाहिँ दुर्घटनामा पनि पुर्याउन सक्ने पनि सम्भावना छ। त्यसका लागि सबै राष्ट्रवादी शक्तिहरू चाहिँ एकत्रित हुनुपर्ने छ। यो जेनजी आन्दोलन भए लगत्तै मैले एउटा के प्रकाशित गरेको थिएँ भने यो अमेरिकाको नेसनल इन्डाउमेन्ट फर डेमोक्रेसी भन्ने एउटा संस्था छ। त्यो चाहिँ अमेरिकी गुप्तचर निकाय CIA को फ्रन्ट संस्था हो। त्यसले चाहिँ तपाईको लामो समयदेखि नेपालमा लगानी गरिरहेको रहेछ। त्यसले चाहिँ यो युवाहरू अब वृद्ध उमेर भइसकेका लामो समयदेखि राजनीति गरिरहेका पात्रहरूबाट काम हुँदैन, यिनीहरूलाई हटाउनुपर्छ भनेर अमेरिकी युथ काउन्सिलदेखि लिएर सबैका लागि उनीहरूले व्यापक देशभरि 77 जिल्लामा चाहिँ तालिम सञ्चालन गरिरहेका रहेछन् र त्यसमा उनीहरूलाई चाहिँ कसरी राजनीतिमा प्रवेश गर्ने, वृद्धहरूलाई कसरी विस्थापित गर्ने भन्ने किसिमको कुराहरू पनि त्यसमा प्रशिक्षित गरिरहेको रहेछ। त्यसमा सबभन्दा डरलाग्दो कुरा चाहिँ मैले भेटेको के हो भनेदेखि चीन, नेपालको एउटा मित्र राष्ट्र र छिमेकी शक्ति चीनलाई चाहिँ चीन निरङ्कुश शासन प्रणाली भएको देश हो र उसको प्रभाव नेपालमा पर्नु हुँदैन भन्ने विषयमा पनि, त्यो उसको प्रभावलाई घटाउन के गर्न सकिन्छ भन्ने विषय पनि प्रशिक्षणको एउटा चाहिँ स्रोत रहेछ। त्यो भनेपछि त्यसबाट उत्पादन भएर आएका र अहिले कतिपय चाहिँ ती मध्येमै सांसद भएका मानिसहरूले प्लस प्रधानमन्त्रीले नै अब एकदम आफूलाई रहस्यमय फिगरको रूपमा राखिरहेका प्रधानमन्त्रीले नै त्यो काम गर्छन् कि भन्ने आशंका गर्नुपर्ने हुन्छ, किनभने पृष्ठभूमि त उनीहरूको त्यही हो। त्यसले गर्दाखेरि हामी अत्यन्तै त्यसमा सचेत हुनुपर्ने छ र तत्कालीन अमेरिकी राजदूतले पनि चाहिँ बैठकहरू बसेको, यो अहिलेका सत्तामा पुगेकाहरूसँग बसेको पनि लामो त्योहरू सबै देखिन्छ। त्यो कुराहरू चाहिँ विदेशी मिडियामा पनि आएको छ। ग्रे जोन भन्ने एउटा संस्था छ, यो लेफ्टिस्टहरूकै संस्था हो, पत्रकारहरूको अमेरिकामै बेस छ। त्यसले त्यो कुरा एकदम लामो डिटेलमै लेखेको छ र त्यसले गर्दाखेरि अब अर्को एउटा के पनि देखिन्छ भने हामीले भन्न चाहिँ अहिले सबैजनाले अमेरिका, यो कार्यपत्रमा पनि त्यही कुरा आयो, अमेरिकनहरूको ब्याकअपमा यो भयो भन्ने, तर हाम्रो दक्षिणी छिमेकीले पनि यसबाट फाइदा उठाउन खोजेको हो कि जस्तो देखिन्छ। देखाउने अमेरिकालाई, तर काम गर्ने उसको भन्ने खालको चाहिँ शङ्का गरिन्छ। नभए यति धेरै उत्साहित किन भए हाम्रा दक्षिणका प्रधानमन्त्रीदेखि लिएर सबै? अहिलेसम्म चाहिँ कस्तो भनेदेखि प्रधानमन्त्रीले आफ्नो समकक्षीलाई, परराष्ट्र मन्त्री, विदेश मन्त्रीले आफ्नो समकक्षीलाई बधाई दिइरहेकोमा अर्थमन्त्री समेतमा चाहिँ त्यो आदान प्रदान किन भइरहेको छ? त्यसपछि अघि पूर्व वक्ताले भन्नुभयो चाहिँ दलाई लामाले को प्रतिनिधिले किन यति हतार हतार गरेर चाहिँ दिनु परेको शुभकामना। त्यति मात्र नभएर अस्ति मैले नै सायद ब्रेकिङ गरेँ होला जस्तो लाग्छ, पाकिस्तानबाट छुट्टिन खोजेको बलोचिस्तान, त्यसको चाहिँ मिर यार बलोच भन्नेले पनि बालेनको फोटो राखेर चाहिँ बधाई दिएको थियो। भन्दाखेरि के हो त, अब नेपाललाई एउटा केन्द्र बनाएर यो सम्पूर्ण क्षेत्रलाई नै अस्थिर बनाउने योजना हो कि जस्तो देखिन्छ। त्यसमाथि पनि भारतका दुईटा चाहिँ भनौँ न प्रतिस्पर्धी र शत्रु राष्ट्र, एउटा चीन प्रतिस्पर्धी भयो, पाकिस्तान शत्रु राष्ट्र भयो, ती दुवैका चाहिँ स्वतन्त्रता आकाङ्क्षी चाहिँ व्यक्तिहरूलाई चाहिँ बालेनसँग जोड्ने किन प्रयास भइरहेको छ? यो कुराहरू पनि हामीले एकदम विचार गर्नुपर्ने छ। यस अर्थमा पनि भूराजनीति अत्यन्तै जटिल अवस्थामा पुगेको हुनाले हामीले चाहिँ अब अत्यन्तै सचेत हुनुपर्ने देखिएको छ। अब यहाँ चाहिँ अहिले कस्तो देखिन्छ, अघि धेरै कुराहरू आइसकेका छ। त्यसमा चाहिँ के भनेदेखि अमेरिकनहरूले अब देखेको, मैले देखेको विकासको कामहरू गरे। अब जस्तो अहिलेको सरकारको मान्छेहरूले डेभलपमेन्ट डिप्लोमेसीको कुरा गरिरहनु भएको छ, विकास कूटनीतिको, त्यो भनेको अब अमेरिकनहरूले तत्कालै आफ्ना के कार्ययोजनाहरू छन् त्यो लागू गर्दाखेरि तत्काल विरोध उत्पन्न हुन सक्छ। त्यसैले केही समयको लागि विकासको काम गराइदिने, जागिर दिने यहाँको मान्छेहरूलाई, त्यस्तो गरेर फकाउने, दङ्ग बनाउने र बिस्तारै आफ्नो नीतिहरू लागू गर्ने हो कि भन्ने मेरो चाहिँ आशंका मैले त देखिरहेको छु। प्रबल त्यस्तो होला जस्तो लाग्छ। जस्तो SPP को कुरा छ, SPP चाहिँ पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको पालामा त्यो हुँदैन भनेर गरिसकेको छु, त्यसलाई उल्ट्याइने सम्भावना छ। त्यसपछि अर्को त्योभन्दा पनि डरलाग्दो सोफा भन्ने छ, स्टेटस अफ फोर्स अग्रिमेन्ट भन्ने छ। त्यो सोफा भन्ने अग्रिमेन्ट अमेरिकाले विभिन्न देशसँग गरेको छ र त्यो नेपालसँग यदि गर्यो भने त्यतिखेर चाहिँ त्यो अग्रिमेन्ट गरेपछि चाहिँ अमेरिकी सेना नेपालमा आएर बेस नै बनाउने देखिन्छ। र मैले अहिलेसम्म गरेको अध्ययन अनुसार चाहिँ यहाँ नेपालको भूमि प्रयोग गरेर चीनलाई अप्ठ्यारो पार्ने अमेरिकाको नीति नै हो। त्यसमाथि हजुरहरूले याद गर्नुभयो भने एउटा पहिलाको एडमिरल
फिलिप्सन भन्ने एकजना थिए, तिनले चाहिँ आस्पेन सेक्युरिटी फोरम भन्नेमा के बोलेका छन् भने इन्डो पेसिफिक रणनीति जुन छ अमेरिकाको, त्यसको नेपाल इज एन आउटलायर कन्ट्री, परिधिमा रहेको मुलुक हो भन्ने छ कि हामी चाहिँ कुनै पनि सुरक्षा संयन्त्रमा जोडिन नचाहने तर जबरजस्ती हामीलाई त्यसमा जोड दिने र आफ्नो खेल खेल्न खोज्ने अमेरिकाको जुन नीति छ त्यसले चाहिँ हामीलाई अप्ठ्यारोमा पार्ने पक्का छ। मलाई लाग्दैन कि नेपालको भूमिबाट चीनलाई कुनै सुरक्षा थ्रेट दिन सक्छ भन्ने मलाई किन लाग्दैन भनेदेखि पहिलेको जस्तो होइन, पहिला नै पनि त्यत्रो खम्पा विद्रोहलाई चाहिँ दबाउन सकेको चीनले अहिले चाहिँ यस्ता सुरक्षा खतरालाई सजिलै दबाइदिन्छ, त्यसमा समस्या हुँदैन होला। तर चीनलाई एक प्रकारको यो दलाई लामाको इस्यु उठाएर टिबेटन बुद्धिज्म गेलुक्पाहरूको इस्यु उठाएर इरिटेट गराइरहने र इरिटेट गराउँदै अनि यहाँको चाहिँ सत्तासँग दूरी बनाउने चाहिँ प्रयास चाहिँ हुनसक्छ भन्ने मलाई लाग्छ। र त्यसमा चाहिँ हाम्रो दक्षिणी छिमेकीले पनि योगदान गरिरहेको हुनसक्छ, किनभने तिब्बती धर्मगुरुलाई उसैले शरण दिएको छ, उसको अनुमति बिना, जस्तो हजुरको रको अनुमति बिना, रले दिएको एउटा येल्लो कार्ड भन्ने हुन्छ अरे, त्यो येल्लो कार्ड बिना ऊ कहीँ पनि जान पनि सक्दैनन्, प्लस उनले अरू केही बोल्न पनि पाउँदैनन्, सबै उनीहरूले नियन्त्रण गर्छ भनेपछि उसले नै लगाएको जस्तो ठ्याक्कै देखिन्छ, हाम्रो दक्षिणी छिमेकीले नै लगाएको। मैले सुने अनुसार चाहिँ मलाई थाहा छैन, पुष्ट प्रमाण छैन, नेपालमा पनि सायद अर्को दलाई लामाको जन्म हुन सक्छ भन्ने खालको पनि कुरा झिकिरहेका छन् होइन। त्यसले गर्दाखेरि अत्यन्तै जटिल भूराजनीतिक स्थितिमा पुगेको बेलामा हामीले चाहिँ राष्ट्रिय एकता कायम गर्नुपर्छ। र कस्तो भयो भनेदेखि भारतले यो जेन्जी आन्दोलनबाट कसरी फाइदा लिन खोजिरहेछ भने उसलाई चाहिँ यो पुरानो शक्तिहरू प्रति एक खालको चिड थियो, जस्तो भारतको बुझाइमा चाहिँ नेपालको राष्ट्रियता भनेको भारत विरोधी राष्ट्रियता हो भन्ने खालको छाप परेको हुनाले र यी सबै पुरानोहरूलाई हटाएर सबै नयाँ ल्याउन पाएदेखि उनीहरूलाई ल्याउनुहुन्थ्यो भन्थ्यो। जस्तो बालेनले पनि मेयर हुँदाखेरि ग्रेटर नेपालको नक्सा जुन राखे उनले, त्यो चाहिँ उनको देखावा मात्रै थियो, सकेसम्म भारत विरोधी देखाउने, राष्ट्रवादी चाहिँ भोटहरू बटुल्ने, अनि तर उताकै काम गर्ने हो कि भन्ने खालको आशंका गर्नुपर्ने प्रशस्त कारणहरू देखिन्छन्। ती कुराहरूलाई हामीले चाहिँ मध्यनजर गर्दै यस्ता टिपेर ल्याइएका पात्रहरूबाट देशको भविष्य नै अन्धकारमय हुनबाट बचाउनको लागि एकताबद्ध हुनु जरुरी छ। हाम्रा कुराहरू चाहिँ सबै शक्ति राष्ट्रहरूलाई चाहिँ हाम्रो यो रेड लाइन हो भनेर बुझाउन सक्नुपर्ने आवश्यकता अहिले बढेर गएको छ र हामी मिल्न चाहिँ परराष्ट्र कम्तीमा पनि अरू विषयमा आन्तरिक राजनीतिमा झगडा भए पनि परराष्ट्र नीतिको कार्यान्वयनमा चाहिँ हामी चाहिँ एकजुट हुनु नै पर्ने छ। एउटा मात्रै छिमेकी अथवा एउटा मात्रै शक्तिको पछाडि हामी लाग्न सक्दैनौँ। हाम्रो संविधानले स्पष्ट रूपमै असंलग्नताको राखेको छ। त्यो असंलग्नता चाहिँ अहिलेको यो विश्व परिस्थितिमा चाहिँ निष्क्रिय किसिमको असंलग्नता हुनु हुँदैन भन्छु म चाहिँ। त्यो सुरक्षा मामिलामा चाहिँ सम्पूर्ण असंलग्नता नै हो, कुनै हालतमा पनि हामी कुनै पनि शक्ति केन्द्रको चाहिँ सुरक्षा संयन्त्रमा चाहिँ हामी हुनु हुँदैन। तर आर्थिक मामिलामा अथवा अरू अन्य मामिलाहरूमा चाहिँ बहुसंलग्नताको नीति अपनाउनुपर्छ कि मल्टी एलाइनमेन्टको भन्ने मलाई लाग्छ। यो कुराहरू चाहिँ हामीले मनन गर्दै अगाडि बढ्न सक्यौँ भने मात्रै यो देशको भविष्य रहन्छ, नभए यो देशको भविष्य नै अहिले चाहिँ जोखिममा पार्नलाई शक्ति केन्द्रले गरेको काम चाहिँ बिस्तारै कार्यान्वयन हुँदै गएको जस्तो देखिन्छ। यो हाम्रो मोहन विक्रम सिंह ज्यूको कार्यपत्रले यो कुरालाई एकदम इङ्गित गरेको छ। यसैलाई आधार बनाएर हामी चाहिँ राष्ट्रिय स्वाधीनतालाई चाहिँ कायम राख्नका लागि हामीले प्रयास गऱ्यौँ भनेदेखि यिनीहरूले कुनै हामीलाई हानि गर्न सक्दैनन् भन्ने मलाई लाग्छ। हस्, धन्यवाद।